साथीहरु आज चाहिँ म तपाईहरुलाई एउटा ट्रिक्स सिकाउनेवाला छु। त्यो चाहिँ के हो भन्दाखेरि चिम्लीको यो जुन चाहिँ छ यो चिम्लीको नेट चाहिँ तपाईहरुले यो पुरा तातो पानीमा सर्फ लगाएर 1 घण्टा जस्तो भिजाएर राख्नुहोस् कि यो रस्टहरु यो तेलको योहरु सबै जान्छ है। तपाईलाई म अरु पनि देखाउँछु। यो यस्तो तेल चाहिँ हेर्नुस् त है। आमामा यसलाई पनि साथीहरु यही भित्र डिप गरेर राख्नुहोस् तातो पानीमा है। 1 घण्टा जति चाहिँ भिजाएर राख्नुपर्ने हुन्छ तपाईहरुले। म तपाईहरुलाई अहिले म सफा गरेर देखाउँछु। यो चाहिँ मैले कति टाइममा चाहिँ मैले सफा गरे भनेर है। चाहिँ यतिको सफा चाहिँ भयो है। हेर्नुस् है। यो भित्र भित्रको त त्यस्तो राम्रो गएन कि तर यतिको चाहिँ भयो है। मैले आफै हातले सफा गरेको हो नि त। यतिको भयो भने चाहिँ के चाहियो हैन र साथीहरु। सफा भयो।